नमस्ते। आज फेरि नयाँ भिडियोको साथमा म आएको छु। यो भिडियोमा चाहिँ म भन्दा नि मेरो फ्यामिली मेम्बरहरू बहिनी ज्वाइँ चाहिँ कालिम्पोङ भिजिटको लागि जाँदै हुनुहुन्छ। कालिम्पोङमा चाहिँ सेतै हिउँ परेको भएर एकदमै रमाइलो रमणीय दृश्य तपाईँहरूको सामु प्रस्तुत गर्दैछौँ। तपाईँहरूले पनि हेरेर इन्जोय गरिदिनु होला र लाइक सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनु होला है त। धन्यवाद। अघि त्यही चलिरहेको छ, 5 बजेदेखि नै चलिरहेको छ, मान्छे गइरहेको छ। लानुपर्छ। ट्याक्सीहरूले नि कुद्दैन होला होइन, पातलो घरमा बस्छु न। बाबा यो झऱ्यो भने होइन, यो घरमा त हिउँ नै झरेको छैन त। त्यो सेतो सेतो देखेन बेबी, हेर न। ए बोक्न लाउँछ चरी गाई हुन्थ्यो, यहाँ त छैन यसपालि त। यहाँ चरिरहेको हुन्थ्यो कि पोहोरदेखि चाहिँ चरी गाई त्यो गाई बस्नु त होइन, चरी गाई बस्ने गोठ होला त्यो। अस्ति नै नि बजाइदिनु है, अस्ति नै पनि त्यस्तो धेरै त नगर्दो रहेछ है। यो तल छैन, तल आउँदाखेरि चाहिँ डर लाग्छ होला तिमीहरूलाई। सुइँ हुन्छ घाम लाग्यो। यही खुट्की बाटो त यही रहेछ त। सिधै खुड्कीको रहेछ नि त। हेर्नु त कस्तो डर लाग्दो है। यहाँ हेर्दा त्यस्तो देखा हो कि होइन, हेर्न त अब माइरले हो नगर्दा नि अप्ठ्यारै गरेर जाने गएर गर्नुपर्ने होला कि
बाबा मन्दिर पुगेपछि यो खोल्ने हो मन्दिर पुगेपछि यो पुऱ्यो होला नि है उसले ऊ त्यहाँ माथि हिँडेछ ऊ चिप्लिन्छ होला नि ऊ त्यहाँ हिँडेछ मान्छे आमा त्यस्तो हेर्नु त हामी त पुरै उकालो रहेछ यहाँ थियो सिडी बनाइदियो हुँदैन दर्शन गरियो यति आनन्दले है आज त हिउँ पनि साइलुङ, पर्यो साइलुङले पनि घुम्यो। मुडेदेखि साइलुङ हुँदै कालिम्पोङ भगवती चरीकोट सिन्धुपाल्चोक हाम्रो टुर एकदम राम्रो छ भगवती माता आज त राम्रो हिउँ पनि पर्यो हिउँ पनि खेलियौँ वातावरण एकदम हिउँको छ हेर्नु न। राम्रो वातावरण छ उहाँको चाहिँ उसले बुटले क्या मजाले ठ्याप ठ्याप बसेको हाम्रो त यस्तोले चिप्लिने दुईटा खुट्टा हात र खुट्टा टेकेर मात्रै हो त नि हामी उहाँ पनि त्यस्तै भएको हामी पनि त्यस्तै यस्तो समाधि समाधि यताबाट यता यस्तो लिदिन्छ मलाई त साह्रै डर लागेको ए हो खाऊ न तिमी चक्लेट छ होइन तिमीले खाऊ चक्लेट खाऊ न भनेको किन रोको को रोको म त आउँदिनँ आज डर लाग्छ हुँदैन म त आउँदिनँ आज डर लाग्छ